रोपिँदैछु यसैले आशाको गीत गाउँछु अँध्यारोलाई जितेर आनन्दको महिमा छायो मेरो जीवनमा अँध्यारोलाई जितेर आनन्दको महिमा छायो मेरो जीवनमा शत्रुहरूको सामुन्य मेरो भोजको मेच सजिन्छ दिनमा बादल रातमा आगोको खाबो तपाईँ हुनुहुन्छ शत्रुहरूको सामुन्य मेरो भोजको मेच सजिन्छ दिनमा बादल रातमा आगोको खाबो तपाईँ हुनुहुन्छ मैले हिँड्ने गरेको तपाईँ बिसाउने चौतारी हो तपाईँ मैले हिँड्ने गरेको तपाईँ बिसाउने चौतारी हो तपाईँ बिहानीको सूर्य जस्तै तपाईँको अनुग्रह फर्किआयो जीवनमा बिहानीको सूर्य जस्तै तपाईँको अनुग्रह फर्किआयो जीवनमा एउटा गीतले भरियो हृदय चोखो प्रीतले सजियो जीवन अँध्यारोलाई जितेर आनन्दको महिमा छायो मेरो जीवनमा अँध्यारोलाई जितेर आनन्दको महिमा छायो मेरो जीवनमा अब फर्केर आउँदैछ तेरो रेकर्ड पनि गर्नु हामी चाहिँ मिठो ग्यालरीमा छौँ मिठो ग्यालरी चाहिँ निलो पुलबाट धेरै नजिक यो मान्छेले मलाई के भन्दा थाहा छ मेरो यो दाँत यस्तो भएको कारणले चाहिँ मलाई मासु खान सजिलो हुन्छ होला भन्थ्यो यो मान्छेले यहाँ हेर्नुहोस् है त्यही भएर आज मासु दिएको त्यसो मिठो ग्यालरी अड्किँदैन अरे यस्तो दाँत भएर यस्तो हेर्नुहोस् है सिङ्गल है सिङ्गल ए बाबा मिठो ग्यालरी अब माय गॉड यता खिचेको कि यता खिचेको अदिति कटवाल सेन्ट रोज मलाई पिज्जा खानको लागि भन्ने बहिनीले रोज उसले मलाई पिज्जा खानलाई नि पैसा पठाइदिएको थियो कि एउटा बहिनीले रोज आएर पठाइरहेको छ क्या उसले यो चाहिँ पनि बाहिरै हो अदिति सायद अस्ट्रेलिया जस्तो लाग्यो मलाई अदिति कस्तो राम्रो के धन्न यो एप्पल भएर फुट्दैन मात्रै कस्तो राम्रो गीत गाए है प्रोमा साँच्चै आनन्द छ प्रोमा साँच्चै एक प्रकारको आराम छ क्या एउटा रेस्ट छ क्या कस्तो राम्रो गीत गाए है प्रोमा साँच्चै आनन्द छ प्रोमा साँच्चै एक प्रकारको आराम छ क्या एउटा रेस्ट छ क्या उहाँले चाहिँ भारीहरू चाहिँ ममा बिसाउनु किनभने मेरो भारी हलुङ्गो छ भन्नुभएको छ कि है अस्ट्रेलिया नै हो दिदीले अदितिले है गीत सुरु
सुरु गरौँ मलाई देखेको छैन होइन उयो छ नि तपाईँ भाइ प्रियङ्का नानी मलाई देखेको छैन मलाई देखेको छैन फर्केर आउँदैन हो भाइ कुन कटमा गर्नुहुने डीमा कस्तो होला यस्तो मान्छे छोरा ह्यान्डसम छोराको मम्मी भनेर देखाउँदा कति राम्रो हुन्छ यहाँ यहाँ यत्रो भाइ बहिनी बहिनीहरू सिङ्गल बहिनीहरूले हेर्नु ल यहाँ लौ हेर्नु है यहाँ चाहिँ मिठो ग्यालरीको हुनेवाला तपाईँको सासू हुने सरी है फर्स्ट टाइम हो अरे है बसेको लागि मिठो गीत गाए है यो चाहिँ प्रभु क्रिस्चियन गीत हो यो चाहिँ अनि हामी चाहिँ अलिक गाउँदैछौँ प्रभुमा आनन्द छ हेर्ने एकछिन ल स्ट्रिङ मिलाउनु पर्छ त्यसको लागि मलाई कस्तो भेट्न मन लागेको छ तपाईँसँग आउनु न मिठो ग्यालेरी आउनु निलो पुलबाट माथि तपाईँ आउनुभयो भने म पनि मिठो ग्यालेरी आउँछु अनि यहाँ मिठो खानेकुरा खानुपर्छ कि तपाईँको मेरो मन जित्नलाई चाहिँ मिठो खानेकुराबाट हो कि मेरो नस अब यसरी नै मार्केटिङ गर्ने होइन साँच्चीकै राम्रो कुरालाई त म मार्केटिङ गर्नुलाई आई डोन्ट टेक मनी यसको लागि कुन ठाउँ मिठो ग्यालरी इट्स निलो पुल ब्रालीकण्ठ निलो पुलबाट चाहिँ राइट लाग्नुपर्छ लाइक म्यापमा हेर्नुहोस् म्यापमा मिठो ग्यालरी देखाउँछ नि देखाउँछ मिठो ग्यालरी देखाउँछ भेटौँ मिठो ग्यालरी सो लेट्स इन्जोय दिस सङ देख्छ घर तिमीले यत्तिकै एकचोटि हेरेर पुग्छ एक दिन म राजकुमार नै लिएर आउँछु एकछिन यहाँ भिडियो बनाउँदैछु किन हाम्रो राजकुमारको नाम आउनु हुँदैन र भिडियोमा फर्किआउँदैन समय ठिकै हो यो सबैलाई मिलेर गाउँ होइन तिमी पहिला गाउनु फर्किआउँदैन खोला मेरो चाहिँ होइन यो फर्किआउँदैन भने फर्केर आउँदैन भने गाउँदैन त फर्केर आउँदैनमै छ क्या त्यो बानी चाहिँ फर्केर गाउँछु त्यो एउटा थियो क्या फर्केरै भन्छ मैले फर्केरै भनेर सिके जस्तो लाग्यो अलिकति कि हामी यो घरै छोडेर जाउँ घर त नछोडा एकछिन नछोडा भयो ठ्याक्क भयो हजुर सबैजना मलाई साथ दिनु होला ओके ल भाइ सुरु फर्केर आउँदैन समय ठिकै हो यो फर्केर आउँदैन खोला जो बगी गयो फर्केर आउँदैन समय ठिकै हो यो फर्केर आउँदैन खोला जो बगी गयो फर्किआउँदो रहेछ तर यसुको ऋतु धैर्य रहेछ प्रेममा हे फर्किआउँदो रहेछ तर यसुको ऋतु धैर्य रहेछ उनको प्रेममा फर्केर आउँदैन समय ठिकै हो यो म चाहन्छु भन्दा विवश बनाई रोक्नु हुन्न रहेछ आफ्नो हृदय दुखाइ जान दिनु हुँदो रहेछ म चाहन्छु भन्दा विवश बनाई रोक्नु हुन्न रहेछ आफ्नो हृदय दुखाइ जान दिनु हुँदो रहेछ फेरि मेरो धर्म
ठिकै हो यो फर्केर आउँदैन खोला जो भागी गयो फर्किँदो रहेछ तर यसोको ऋतु धैर्य रहेछ उनको प्रेममा फर्किँदो रहेछ तर यसोको ऋतु धैर्य रहेछ उनको प्रेममा म जाँदिन जान सक्दिन फर्केर फेरि अयोग्य छु माफी पाउन थालिँदैछु म जाँदिन जान सक्दिन फर्केर फेरि अयोग्य छु माफी पाउन थालिँदैछु सोच्दा सबै भुल्छेमा गए फेरि कहिले त्यसलाई नसम्झिँदो रहेछ कसैलाई पनि सुत्दैन भित्रको आँसु मरुभूमिमा जब लाग्छ कसरी हाँस्छु पानी झर्दो रहेछ यसोको कृपा धैर्य रहेछ उनको प्रेममा यो पानी झर्दो रहेछ यसोको कृपा धैर्य रहेछ उनको प्रेममा धनी रहेछ Thank you. दुईटैबाट रेकर्ड गर्न नि मिल्छ कस्तो मिल्दो रहेछ है कस्तो राम्रो त्यो त अपलोड राम्रो क्या कसरी गरे दुईपट्टि मोरमा अप्सन हुन्छ कि केमा मोरमा भन्ने अप्सन एप्पलमा हुन्छ कि हुँदैन त्यो म देउता तिम्रो क्यामेरा अहिले एकछिनमा म लाइभमा चलिदिनुहोस् मेरो उयो यस्तो नि मिल्छ नि अप्सन कस्तो राम्रो हेर्नुहोस् न तपाईँले है एउटा भिडियो यसरी खिच्न मिल्दो रहेछ क्या त्यो त अपलोड गर्दा नि मजा आउँछ क्या यस्तो त रियाक्सन पनि भयो नि त खै कता गयो ए कस्तो राम्रो गाउने पनि भयो अनि यो अब्जर्भर पनि आन्टीको भयो छैन दिँदै हेर्छु मेरो कोही त मेरो मोबाइल कहाँ गयो फेरि क्लियर छ कस्तो राम्रो क्या ल हेरौँ न मेरो चक्चेन ल हाई एभ्रिवान कस्तो हुनुहुन्छ तपाईँहरू ल है आज पुरा रेस्ट लिन मेरो पनि मिठो पठाउनु नि ग्यालेरी मिठो ग्यालेरी आएको यो छ कसको मोबाइल हामीले के खायौँ थाहा छ हामीले चाहिँ मिन्ट यो त के भन्छ त्यसलाई मिन्ट लेमोनेड हुन्छ विथ मिन्ट लेमोनेड मान्छेलाई चोट लागे जस्तो दुख्छ है गिटार क्यामेरामा जानु त भाइ मिन्ट लेमोनेड विथ बिरेन हुनलाई के भन्छ हेलो हाई गरिमा लु त मेरो नि हेर्नु त नाक त्यसमा छ होइन छैन हाई मेरोमा रहेछ एप्पलमा मिल्दैन क्या कति राम्रो देखेँ म ओ माई आहा ब्युटिफुल हेर्नु न यहाँ कति राम्रो है है भन्नु तपाईँको ओ माई गॉड आछु गडलेस नि हैन यसमा छ यसमा यो मोरमा जाने अनि त्यसपछि यो उइसपछि मेरो रहेछ साह्रै राम्रो देखिनु भएको छ है त्यही भएर यो व्हाइट कोटले फेरि कति सुहाएको कि मैले पोर किनेको हो कि आन्टी कस्तो राम्रो देखेँ है कस्तो राम्रो देखेको छैन रहेछ मेरोमा मात्र रहेछ खै तिम्रो रहेनछ यसमा नि स्लो चाहिँ छ यो स्लो त जसकोमा नि स्लो त मेरो पनि छ जसको होइन कस्तो राम्रो त्यो मेरोमा पनि पठाइदिनु नि त्यो होस् त्यो है पठाइदिनु रे मेरो पेजमा पनि हाल्छु त्यो क्या ए भिडियो चाहिँ भिडियो म त मोर पठाइदिनु
नास्ता खानुभयो दिदी नास्ता मैले यहाँ मिठो ग्यालेरीमा आएर के खाएँ थाहा छ मिन्ट लेमोनेड विथ के अरे बिरे नुनलाई के भन्छ साथी हजुर हजुरको पनि रहन्छ मेरोमा अहिले एकछिनमा हेर्छु म अनि मासु अनि भुजिया अनि आलुको तरकारी अनि त्यसपछि मोमोको अचार राजुमालाई फोन गरेँ फोन उठेन के गर्दैछ मोरमै जाने हो जस्तै गरिमा यहाँ हेर मोरमा जाने अनि उहाँ चाहिँ मगरहरू है मगरहरू राम्रो हुन्छ थाहा होला नि 20 साल मगर एउटा गीतको लागि रेडी गर्दैछ उसले स्वर्गीय बतासे पहिला पहिला हामीलाई कस्तो हुन्थ्यो कि गिटार बजाउने केटा भनेपछि फिदा हुन्थ्यो पहिला पहिला गिटार बजाउने केटा भनेपछि फिदा हुन्थ्यो क्या केटीहरू अहिले चाहिँ खै कि म चाहिँ अहिले लियो पहिला चाहिँ हुन्थ्यो एकदमै म चाहिँ अहिले गरिमा बुढानी कन्ट्रको माथि हाइटमा माथि त होइन धेरै माथि नै होइन निलो पुलबाट त्यस्तै 10 मिनट वाकमा मिठो ग्यालरी भन्ने सर्च गर्दा हुन्छ गुगलमा मिठो ग्यालरी यस्तो मजा अर्को पालि चाहिँ अझ म राजकुमार लिएरै आउँछु म एउटा कुरा भन्न चाहेँ है हल्ला छ है हाम्रो जीवनमा चाहिँ मान्छेसँग चाहिँ जहिले पनि माया र घृणाको रिलेसनसिप हुँदो रहेछ तर एउटा कुरासँग चाहिँ जहिले पनि माया हुँदो रहेछ के भन्नुहोस् त प्रकृति नेचर जहिले माया मायाको सम्बन्ध हुन्छ कहिले घृणा लाग्छ त यहाँ पुरा हल्ला भयो एकजनाको मात्रै राख्नु दिदीले यो साउन्ड ब्याकग्राउन्ड राखेर जस्तो तिम्रो भ्लग बनाउनु पर्यो होइन यो टक्कै यो साइडमा राखेर यहीँबाट बिग फ्यान सलिसा कस्तो लाउनु मिल्छ यसलाई पनि देखाउँदा है ब्याकग्राउन्डमा मिल्छ अनि डेट पनि यसले हाल्नुहुन्छ सलिस लक्स यसले नै डेट हाल्नुहुन्छ क्या स्ट्याम्प लाएर यो सबै रेडी भइसकेपछि आज नयाँ सेसन थियो गरेर बेलुका बिदाईको सेसन थियो तर आज पनि किन गर्न मन लागेन आएँ घुम्नलाई क्लाइन्टलाई पनि भने नेक्स्ट टाइम गरौँ ल के अरे गाइरहेकै सोध लाउने त्यो अहिले गएकै सोध त्यसकै सोध ए मेरो पठाउनु यो त विशालको स्वर भइहाल्यो त्यसकै सोध लाउनु न होइन आफ्नो छोरा आज साह्रै राम्रो देख्नु भएको छ दिदी रे हाई थ्याङ्क यू पक्नु है यहाँ लाइभबाट पेज तपाईँको के हो त सिजन आएर हेर के को आवाज हो ओ सिजना विशालले दाएर त फेरि यसो अर्कै सोच्दा फेरि कति जान्छ नि भ्युवर्स 9 जना हो अहिले पो भ्युवर्स 9 जना यो अहिले मैले रेकर्ड गरेर राख्छु नि त मेरोमा 12,000 छ मान्छे हैन भयो दिदीले गर्नु होइन भाइले के एउटा के अरे घर त मेरो यहाँ होइन सबैजनालाई गरिमा भन्ने बहिनीले हेलो रे है जय मेसी ओ गरिमाले हेलो रे है हेलो हेलो यता पनि आउँदैछ है हेलो हेलो गरिमा घर त मेरो यहाँ होइन यीशुलाई मन पर्छ मुटुभित्र यीशुको धेरै नै माया छ अनि ज्यान दियो तिमीले उसले ज्यान दिएको रमाइलो छ अहिले दिदी गर्नुपर्छ नि जिन्दगीमा रमाइलो भने मैले भनिनँ हेर्नु साथीको लागि छ नि आफ्नै उमेरको खोज्दिएन यहाँ हेर्नु मेरो साथीहरू कस्ता कस्ता छन् देखाउँछु है म भने यहाँ एउटा दिदीको उमेरको साथी छ गीतमा नि हेर्नु यस्तै दिदी उमेरको प्रियङ्का दिदी उमेरको यता बहिनी उमेरको यता साथी नै हो चाहिँ उसलाई त भाइ नभनिहालौँ दाइ नभनिहालौँ सो साथी खोज्नलाई चाहिँ आफ्नै उमेरको चाहिँदैन अब भ्याए पो जाने हजुर पनि आउँ त गीत गाउँछ गाउन आउँछ
साथीको मायाको सैनो कड चेन्ज गर्न सक्छ हाई ठिकै छ हामीसँग गा न तपाईँसँग गायो भने हामी उता चाहिँ गाउने हो किनभने नि हामी अर्कै हुन्छ फेरि अर्कै सबैजना मिलेर गाउने हो कि तर तिम्रोमा कड हान न बरीलाई हो आन्टी पहिला उसलाई फलो गरौँ उसलाई फलो नानी उते बत्ती बालेर आउनु धन्यवाद तपाईँहरू आइदिनु खुसी लाग्यो कति रमाइलो लाग्यो खोइ त अनि उज्यालो के हो उज्यालो भाइलाई भेटेर झन् खुसी लाग्यो मलाई पनि खुसी लाग्यो त्यो समय भएको थियो नभए फेसबुक मात्रै देख्ने मलाई चाहिँ के भयो दिदी हेर्नु दिदी ए दिदी प्रियङ्का दिदी प्रियङ्का दिदी लाग्छ साह्रै सबै कुन चाहिँमा लाउने हो त यो चाहिँ गरौँ है यो चाहिँ यो सुन न यो होइन आन्टीलाई नि मिलाउला मेरो हस्बेन्ड काममा जानुभयो तिमीसँग साथीको मायाको साइनो छ यदि सधैँ हेर्न के भाइ अलिकति हामी यता 3 जना आयो र 2 जना आएर छ यो त यता मात्र क्यामेराले तिमीले स्क्रिनमा जाऊ दिदी पनि म मिलाउँछु ल मिलाउ त तिमी यो क्यामेरा मिल्दैछ है यो कहाँ ताले हो मेरो त आइगयो है पहिला मेरो क्रुसको फेदैमा तिमीसँग साटेको माया गोमा मेरो जाने हो क्रुसको फेदैमा तिमीसँग साटेको है मेरो यहाँ हामी कहाँ पुगिसक्यो हामीलाई हेल्प कसरी भयो यिनीहरू अपलोड गर्ने चाहिँ होइन यदि 10 वटा खिचिया छ म गर्छु म 5 वटा खिचेर 5 वटा अपलोड गर्छु तपाईँ 50 वटा खिचेर म आज मेरो या होइन बादल परिछ यीशुलाई भन्नुपर्छ यीशुको धेरै नै माया छ मेरो उड्दैछ Oh my god, it's like perfection ni चाहिए दुवैपट्टि आछ के राम्रो आछ एकैछिन के अलिकति